नमस्कार। यो चाहिँ फुटपाथ कसरी निर्माण गरेको छ त कोरियामा है। बाटो सानो 2 लेनको बाटो न 3 लेनको बाटो यतिको हुँदाखेरि चाहिँ तपाईँको फुटपाथ हेर्नु होला कति धेरै छ। र यो खालको विकासको मोडल चाहिँ हाम्रो नेपालमा अति नै आवश्यक भइसकेको छ र सबैजनाले आफ्नो ठाउँमा मिले जति बिग्रिने त बिग्रिसकिहाल्यो। अब चाहिँ नयाँ बन्दै गरेको ठाउँमा विकासको मोडल चाहिँ यो अनुरूप भयो भने राम्रो हुन्छ। सब ट्राफिक लाइटको व्यवस्थापनदेखि लिएर जेब्रा क्रसिङदेखि लिएर यसको पालनादेखि लिएर सबले पालना गर्यो भने चाहिँ यो एकदम राम्रो हुनेछ। के छ त भन्दाखेरि बस स्टेसन कुनमा चाहिँ चल्छ त कहाँबाट कहाँसम्म जान्छ यो बस हेर्नु होला। यसरी चाहिँ सबै जानकारी दिएको हुन्छ। अब हेर्नुहोस् यहाँनिर कुन बस कति टाइममा आउँदैछ त यहाँनिर त्यो पनि हामीले हेर्न मिल्यो है। कुन बस कति टाइममा आउँदैछ भन्ने कुरा पनि हेर्न मिल्यो। यसरी 작은 만남도 늘 소중히 생각하는 연수 늘 밝은 안과 스케어원 3층 늘 밝은 눈을 책임지는 대학병원 출신의 분야별 사인 전문지예요. 올 레이저 라섹, 유랭렌즈, 백내장 노란, 망망 눈예감, 눈상업 이항성로입니다. 다음 정류장은 인천버스공항 제1역입니다. यो तपाईहरूले देख्दै गर्नुभएको चाहिँ समुद्र हो। अहिले चाहिँ जाडोको कारणले गर्दा यो समुद्रको पानी सबै सुकेर चाहिँ लेदो जस्तो देखिएको छ। अनि यो चाहिँ ओभरहेड ब्रिज हो होइन। यहाँ चाहिँ तपाईँहरूले कुनै खालको पनि चाहिँ ट्राफिक जामहरू देख्न सक्नुहुन्न। आफ्नो गन्तव्यमा अथवा भनौँ आफ्नो लेनमा कुद्ने गाडीहरू आफ्नो लेनमा मात्र कुद्छ र यहाँ चाहिँ ट्राभलिङको लागि एकदमै सहज छ। र त्यो तपाईँहरूले देख्दै गर्नुभएको चाहिँ जहाज हो, पानी जहाज। This is Incheon International Airport Terminal 1 and
And this is the third floor where the buses from the different city came here. Okay. You can get down here and enter into your destination inside the building. Okay. यो चाहिँ इन्टर्न एयरपोर्टको टर्मिनल 1 भित्र भएको दृश्यहरू हो। यहाँ भएको चाहिँ विभिन्न खालको सपिङ गर्ने ठाउँदेखि लिएर यदि तपाईँहरूलाई भोक लाग्यो भने यहाँ खान अथवा केही किन्न मन लाग्यो भने किन्न पनि सक्नुहुन्छ र तपाईँहरूको बोर्डिङ नभइन्जेलसम्मको लागि यताउता ट्राभल गरेर आफ्नो टाइमलाई इन्जोय गर्न पनि सक्नुहुन्छ। थर्ड फ्लोरमा छु र यदि तपाईँहरू चाहिँ सेकेन्ड फ्लोर अनि फर्स्ट फ्लोरमा जानु भने चाहिँ त्यो चाहिँ एयरलाइनको प्लेस हो जहाँ चाहिँ बाहिर निस्केर बस अथवा ट्याक्सी लिन सक्नुहुन्छ र यसरी बसको टिकट काट्न सक्नुहुन्छ। कहाँ जाने बस त्यहाँ बाहिर सबै डिटेलहरू छ। यहाँबाट चाहिँ बस